हाम्रो समाचारमा तपाईहरू सबैलाई स्वागत जनाउन चाहे। हामीसँग यस्ता समाचारहरू छन् जसले तपाईका हाँसोलाई रोक्न सक्दैन र आँखाबाट आँसु आउनेछन्। यदि तपाईँ तयार हुनुहुन्छ भने सुरु गरौँ। तर पहिले कुर्सी समातेर बस्नुस्, किनकि यी समाचारले तपाईको पेटको आन्द्राहरूलाई बतारिदिनेछ। गोरुबटन सोमबारे बजारमा हंगामा, आलु, प्याज, टमाटर, लसुन र खोर्सानीको झगडा। गोरुबटनको सोमबारे बजारमा आज बिहान अनौठो घटना घट्यो। सब्जी बजारमा आलु, प्याज, टमाटर, लसुन र खोर्सानी बीच ठूलै झगडा भएको छ। स्थानीय बासिन्दा अचम्ममा परेका छन्। हिजोसम्म सँगै बेचिएका यी सब्जीहरू आज कसरी झगडामा उत्रिए भन्ने विषयमा सबैतिर चर्चा चलिरहेको छ। घटना कसरी सुरु भयो? बजारको मध्यभागमा एकाएक हल्ला मच्चियो। आलुहरू चुपचाप बोराभित्र बसिरहेका थिए, तर एकाएक एक प्याजले आवाज उठायो, तिमीहरू किन सधैँ भान्सामा राजा बन्छौ? हामी बिना पकाउन सक्छौ त? यो सुनेर आलुहरू रिसाएर कराए, तिमी त आँसु झार्न मात्र जान्छौ। त्यत्तिकैमा टमाटरहरू पनि जोसिएर अघि सरे, हामी नभए तेस्रो स्वादै आउँदैन। तर लसुन हाँस्दै भन्न थाल्यो, तिम्रो कुरा कसैले सुन्दैन, गन्ध हामी बिना अधुरो छ। खोर्सानीको कडा जवाफ। झगडामा खोर्सानी चुप लागेर बस्न सक्दैन थियो। ऊ फटाफट अघि सर्दै करायो, तिमीहरू सबै बेस्वाद, हामी नभए तिमीहरू केवल उसिनेको खाना। यसको जवाफमा आलु, प्याज, लसुन र टमाटरले झन्झन विवाद चर्काए। सबैजना बोराबाट बाहिर निस्किएर ठेलमठेल गर्दै झगडा सुरु भयो। स्थानीय व्यापारीहरूको समस्या। व्यापारीहरू आत्तिएर छुट्याउने प्रयास गर्दै थिए। एकजनाले ठट्टा गर्दै भन्यो, ल यो झगडाले त बजार नै बन्द हुन्छ जस्तो छ। तर कुरा त्यतिमै रोकिएन। खोर्सानीले त आक्रोशमा परेर आलुमा जोडी हान्यो। बजारभरि हरियो रातो खोर्सानी र आलु छरपस्ट। बजार समिति र प्रहरीको हस्तक्षेप। बजार समितिले तुरुन्त सब्जी सङ्कट समाधान समिति गठन गर्यो। स्थानीय प्रहरीले माइकबाट सूचना दिँदै भन्यो, सबैले आफ्नो आफ्नो ठेगाना सम्हाल्नु, झगडा नगर्नु। तर लसुनले आँखा तरेर भन्यो, हामी बिना कुनै पनि तरकारी खल्लो हुन्छ। सस्पेन्स। यो झगडाको वास्तविक कारण के हो? कुरा बुझ्दा यो सबै झगडाको सुरु भने बोडी र सिमीको षड्यन्त्र रहेछ। अन्त्यमा एउटा रहस्यमय चिट भेटियो। यो त सुरुवात मात्र हो। भिन्डी र काउलीको कुरा अझै बाँकी छ। अब सबै त्रसित छन्। के यो सब्जीहरूको शक्ति सङ्घर्ष हो कि बजार कब्जा गर्ने षड्यन्त्र?